पपुलर ठाउँ हो। ठिकै फलेको छ, त्यस्तो कम पनि फलेको छैन। पछाडि सानो भिलेज रहेछ पछाडिनिर। किराहरू कराएको मैले चाहिँ आवाज सुनिरहेको छु। भिडियोमा सुन्छ कि सुन्दैन होइन। के सागबारी रहेछ अहिले। ल अब चाहिँ तपाईँहरूलाई म अङ्गुरबारी देखाउँछु है त एकछिनमा। व्यापकै छ नि यतातिर नि। बिस्तारै अब अटम जाडो लाग्ने भएर हो कि त्यस्तो बोटहरू चाहिँ राम्रो छैन। तर एरिया चाहिँ यस्तै यो वाइन बनाउने यो ग्रेप्सको चाहिँ एकदम पपुलर ठाउँ हो। ठिकै फलेको छ, त्यस्तो कम पनि फलेको छैन। अङ्गुरको झोपाहरू चाहिँ छ अझै होस्। के स्प्रे गरेको छ रिसेन्टली। यतानिर चाहिँ यो फन्जिसाइडमा पातहरूको चाहिँ केही छ त्यहाँनिर ट्रेसेसहरू। अनि फन्जिसाइड्सहरू चाहिँ यो ग्रेप्समै सबभन्दा बढी हुन्छ जस्तो लाग्छ मलाई। यो लिफमा डिजिजहरू पेस्टहरू पनि हुन्छ होला। राम्रै फलेको छ। यो चाहिँ सायद रेड वाइनको लागि होला। यो उतापट्टि वाइट ग्रेप्स पनि होला, त्यो चाहिँ वाइट वाइनको लागि हुनसक्छ होइन। बगाल छ ल, आजलाई यति नै गरौँ।